हाई गाइस, हामी चाहिँ डिनर खान आँटेको सुँगुरको मासुसँग। मेरो चाहिँ मासु मात्रै छ, उसकोमा छ बोसो। म बोसो खान सक्दिनँ। डाइट गर्दैछ। डाइट गर्नु भनेको अब यस्तो मिठो सब्जी पकाइदियो पछि। सब्जी चाहिँ उसले पकाएको। डाइट त गरौँ भनेको नि, आफूलाई पनि फिल हुँदैछ कि अब त मोटी भएको छ। फेरि मोटी भएपछि मान्छेहरूलाई नि आन्टी आन्टी टाइपको देख्दछ क्या। हिजो त एउटा भाइले त अगाडि चाहिँ दिदी भनेर पछाडिबाट चाहिँ फेरि पनि के माग्दा त आन्टी पो भनिरहेको। कुन छ आज लास्ट सब्जी बेसी खान्छु, त्यहाँदेखि त खान्न। पहिला पहिला क्या मैले सब्जी भात त पकाउन आइहाल्छ, सब्जी बसाउनु जान्थेन। आत्मनिर्भर जान्नु। बीचबाट निकालेर